हेलो गाइज, वेलकम बैक टू माई चैनल। आज हामी डौरीदेखि बगडासम्म यात्रा गर्दैछौँ। यो यात्रा चाहिँ खासमा अब धानसान काटी सिद्धै अब गाउँ बुन लागि एउटा बल्ल घरमै छ, एउटा बल्ल त्यहाँ छ। त्यो एउटा बल्ल ल्याउन जानुपर्ने हो। यो माथि डाँडा घाम लागेको छ नि, त्यहाँभन्दा पारि जानुपर्ने हामीहरूले। अहिले हामी बिहान 6:30 बजेतिर घरबाट निस्क्यौँ। अब त्यो उकालो कटाएर बल्ल कस्तो मिल्छ र बाटोमा के हुन्छ हेर्दै जाउँ। हामीहरू अछाममा बढ्छौँ। त्यो चाहिँ डोटी। अछामबाट हामी डोटीतिर बल्ल ल्याउन गइरहेको छौँ। अब खेत त जोत्नु पर्यो। यो चाहिँ पानी देश पानी कुवा, पहाड पड्कने धारा भने यही हो। लेडिज चप्पल हालेर अछामबाट डोटी हिँड्दा छ सेरे आज। यो चाहिँ पहिला यस्तो छैन। यो चाहिँ पहिरो गयो होइन? यो पहिरो गयो भने त्यत्रो मेगी त्यहाँ अगाडि कहिले नि आएको छ? त्यत्रो मेगी त्यहाँभन्दा अगाडि कहिले नि आएको छ? कहाँ क्या बाजे? कोही खियो बल्ल ल्याउने? यही खियो बल्ल ल्याउने? यो पुलले चाहिँ अछामलाई र डोटीलाई जोड्ने काम गरेछ। पहिला चाहिँ यो पुल थिएन, तलैबाट माथि चढ्थे यहाँ पारि जाने मान्छेहरू। अब आजभोलि चाहिँ पुलको व्यवस्था भएको छ। यो हाम्रो गाउँमा देखिएको भनेको यही हो, एउटा अलि राम्रो विकास। यो पनि धेरै टाइट छैन, यस्तो हल्लिन्छ पुरै कसैको छैन यो पुल। अलि यस्तरी हल्लिन्छ पुरै। ल हामीहरू अब डोटीतिर लाग्दैछौँ। यो गाडले चाहिँ डोटी र अछामको मुख्य सिमाना छुट्याएको छ यसले। अब यो उकालो चढेर हामीले फेरि माथि चढ्नु पर्ने, त्यहाँबाट बल्ल ल्याएर आउनु पर्ने छ। त्यो बल्ल ल्याएर अनि अब दीपावली पछि खेतसेत जोतेर गाउँ सब बुन सुरु गर्नुपर्ने छ। ल यति अब चाहिँ ऊ लाग्यो, डोटी लाग्यो। डोटी बगडा भन्छन्। बगडामा हामीहरूले पुल क्रस गरेर आधा डोटी पुगिसक्यौँ। अझ यति नै माथि चढ्नुपर्ने हुन्छ। यो पारी चाहिँ पुरै डौरी, यहाँदेखि यतासम्म। यहाँको यो डाँडो र त्यहाँको त्यो डाँडो, त्यहाँ माथिको त्यो डाँडो।
ऊ तल पुरो क्रस गरेर हामीहरू माथितिर चढिसक्यौँ घामले हामीलाई हो टच गर्दैछ घाम यहाँ पुग्यो छोप्यो हामीलाई घामले कति बनायो 7-8 नै त्यति पुगेनन् 7-8 बनायो यदि तल चिसोको पसिना आयो उकालो चढ्दा चढ्दै यदि माथि गर्मीको पसिना तल चाहिँ पुल अझै यहाँ माथि जानुपर्ने छ त्यो ठुलो रुखको माथितिर त्यति उता गाउँ छ यतातिर त यो हो पढ यो चाहिँ बगडाको सुरुवात भयो यहाँदेखि मबाट हाम्रो गाउँ चाहिँ अँध्यारो देखेर आयो घाम नपरेर राति जस्तो भइरह्यो पछि घाम लागेपछि चल्किन्छ यहाँबाट पनि बब्बाल देखिन्छ गाउँ हाम्रो गाउँमा चाहिँ अलिअलि घाम लागेको छ त्यही अहिले हामी डोटीकोमा पुग्यो डाँडामा ऊ तलबाट आएको यो ठाउँबाट यो घाम यहाँ पढेपछि पछि अलि मस्तले देखिन्छ हामी रिटर्न आउँदाखेरि चाहिँ घामको उज्यालोले गाउँ अँध्यारो देखिँदैन यहाँ त एक डाँडो हेरेपछि अर्को डाँडो देखिन्छ यो चाहिँ खानेपानीको व्यवस्था यहाँबाट पाइप ठाउँ ठाउँ जडान गरेका छन् ऊ तल जहाँ हाउडो छ नि पिडो त्यहाँ चाहिँ हाम्रो सेती नदी त्यतैबाट भएर यताबाट बुढीगङ्गासँग मिक्स भएर कर्णाली चिसापानीमा जान्छ यहाँबाट धेरै नदीहरू मिक्स भए हुन्छन् यताबाट जाँदाखेरि हामीहरू लग्न आएको बल्ल चाहिँ यही नै हुन् होइन अब यिनीहरूको रेट सेट कस्तो मिल्छ रेट सेट मिलाएर हामीहरू बल्ल चाहिँ लगिने र जोतिहाल्ने दादा ले लो 35 पूरा गइदिहाल
आउनु खोइदिनु ल यी दुईटा जोडीको 35,000 भयो 35,000 मा डाउन भयो हाम्रो कुरा 35,000 मै दुईटा बल्लको उ गरेर यदि बल्ल गडामा जोत्दाखेरि बस्यो भने अनि यदि ढल्यो भने सुत्यो भने त्यो यो रिटर्न हुने भनेर ग्यारेन्टी लगिसक्यो हैन मात्रै हैन के नहीं तोरा सुन्दैन डरती है थोड़ा बहुत चलो अब भोलिदेखि यो केटोले जोत्छ बल्ल सल्ल गाउँसो बुन्छ यसले अनि फेरि मस्त हैन बल्ल बल्ल मस्त जीव ज्ञान गर्नु 50,000 न त ये बल्ल नम्बर यो नसमाने जाँदा टप्पन नसमा ल हेर भन्छ आसिरा आउँदै गर ल बल्ल पनि खोएर लिए हामीहरुले हेलो क्या राख्ने त ल हामीहरुले त बल्लसँग हलो पनि ल्यायौ किनेर आसी पनि किनेर ल्यायौ बल्ल चाहिँ पुलको बाटो हुन्छ कि हिँड्दैन मेरा मनै परेन भन्यो अझ उही पुरानो जोइ पुरानो पइ कहिले मैले मन परे त पहिला भनेको थिए क्या मन परे त पहिला भने हानानु उदो तँ अगाडि जान्दै त्यो तानेर एकाला मात्र एकाला एने जाना भने पर बाहिर खड्न आइलो एने जाना भने रन्जो भने यसरी जान्न जान्न बाडामा कुरा भन्न यो कोही जाने यार ल जान्ने ल पारे अरे हामी कुदबाट जाऊ ल बल्ल आएन अब हामी 50 ढोकाइ पछि आछौँ हामी ल ल के पर धारा हिम फरमा ल आज बल्ल सल्ल किनियो गाइज फाइनली हलो पनि किनियो